नमस्कार साथीहरू, हाम्रो च्यानलमा स्वागत छ। आज हामी प्रकृतिको संसारमा लुकेर बस्ने, देख्ने गाह्रो हुने 6 अद्भुत छलावरण चरा अर्थात् क्यामोफ्लाज बर्ड्सका बारेमा कुरा गर्नेछौँ। साधारण भाषामा भन्नुपर्दा चरा वा जनावरले आफ्नो शरीरको रङ, बनावट वा व्यवहारलाई प्रयोग गरेर वातावरणसँग मिसिनु नै छलावरण हो। यो प्रकृतिले दिएको जादुई शक्ति जस्तै हो। यसले चरालाई शिकारीबाट बचाउँछ र शिकार गर्न पनि सजिलो बनाउँछ। अब हामी पालैपालो 6वटा चराको अद्भुत छलावरणबारे जानौँ। नाइटजार, यो चरा रातमा सक्रिय हुन्छ। दिनको समयमा रुखको बोक्रा वा सुकेको पातसँग मिल्ने शरीरको रङका कारण यसलाई देख्न गाह्रो हुन्छ। जमिन वा रुखमा बसेपछि यसलाई छुट्याउन गाह्रो हुन्छ। नाइटजार वास्तवमै छलावरणको मास्टर हो। नाइटजारलाई प्राय रातको शिकारी र छलावरणको कलाकार भनेर चिनिन्छ। पोटु, दक्षिण अमेरिकामा पाइने पोटु चरा दिनभर रुखको टुप्पोमा स्थिर भएर बस्छ। बाहिरबाट हेर्दा यो रुखको टुक्रा जस्तै देखिन्छ। खतरा महसुस हुँदा आँखा आधा मात्र खोलेर स्थिर भएर रुखकै हाँगाको टुप्पो जस्तो देखिएर बस्छ। रातमा भने किरा खाने अद्भुत सिकाली बन्छ। बिटन, यो बकुला प्रजातिको चरा हो। घाँस र सरुवा बीच ठाडो भएर उभिँदा यसको शरीरको धर्का वातावरणसँग पुरै मिल्छ। यसरी लुकेर बस्दा यसलाई शिकारीले सजिलै भेट्दैन। जब खतरा महसुस हुन्छ, यो चरा घाँस बीच उभिएर नचली बस्छ। त्यसको शरीरको रङ र ढाँचा त्यस्तो हुन्छ कि उसलाई झाडी वा घाँससँग छुट्याउने गाह्रो हुन्छ। व्हिपपोरविल, यो पनि नाइटजार परिवारकै चरा हो। यसको शरीरको रङ माटो र पातसँग मेल खाने भएकाले जमिनमा बसेपछि सजिलै हराउँछ। यसको नाम यसको आवाजकै आधारमा राखिएको हो। जब साँझ पर्छ, यो चरा आफ्नो मधुर आवाज र अद्भुत शिकारी कौशल देखाउँछ। तावेन फ्रगमाउथ, अस्ट्रेलियामा पाइने यो चरा अद्भुत छलावरण क्षमताको लागि प्रसिद्ध छ। यो चराको टाउको ठूलो हुन्छ र यसको आकृति रुखको बोक्रा जस्तै हुन्छ। यसको टाउको र पंख रुखको बोक्रा जस्तै देखिन्छ। रुखको हाँगामा बस्दा मानव यो रुखकै हिस्सा हो भन्ने लाग्छ। टार्मिगन मुख्यतया आर्कटिक, टुन्ड्रा र हिमाली क्षेत्रमा पाइन्छ। नेपालमा पाइने हिमाली स्नो पार्ट्रिज यसैको नजिकको प्रजाति हो। यो चराले मौसम अनुसार शरीरको रङ बदलिन्छ। जाडोमा सेतो हुँदै हिउँमा हराउँछ। गर्मीमा खैरो सेतो धर्का आउँछन्, जसले ढुङ्गा र घाँससँग मेल खान्छ। यी 6 चराहरूले देखाउँछन् कि प्रकृतिमा बाँच्नका लागि छलावरण एउटा अनिवार्य कला हो। कसैले शिकारीबाट बच्न, कसैले शिकार सजिलै गर्न यो उपाय प्रयोग गर्छन्। साथीहरू, तपाईलाई यी छलावरण चरामध्ये कुन सबैभन्दा आश्चर्यजनक लाग्यो? कमेन्टमा आफ्नो विचार लेख्न नबिर्सिनुहोस् र यस्तै रोचक जानकारीका लागि हाम्रो च्यानल लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।